हेलो गाइस, हजुरहरूलाई धेरै स्वागत छ मेरो भ्लगमा। भ्लग बनाउन नजाने नि मलाई भ्लग बनाउन अलिअलि रहर लाग्छ र म फेरि भ्लग बनाउँदैछु। आज हामी चाहिँ यसो बाहिर निस्केको थियौँ। मेरो दाइ हुनुहुन्छ। हामी आज दुई दाजुभाइ चाहिँ एउटा स्टोरमा जाँदैछौँ। आज चाहिँ ग्रान्ड ओपनिङ छ एउटा स्टोरको। हामी त्यो स्टोर हेर्न जाँदैछौँ है। यो हाम्रो चिनेको मान्छेको स्टोर हो। मान्छेको छोरो अनि होइन, चिनेको मान्छेको नाति हो। अनि हाम्रै मान्छेले एकजना स्टोर खोल्नु भएको बोलाउनु भएको थियो। त्यही स्टोरमा जाँदैछौँ। अनि काम यता मलाई स्टोरमा काम पनि गर्न आउँदैन, त्यसैले उहाँले चाहिँ यहाँ आऊ सिकाइदिन्छु भन्नुहुन्थ्यो। तिर स्टोरहरूमा कामहरू मान्छेहरू खोजे गर्छन्, कामहरू पाएको गर्छन्। स्टोरमा मान्छेहरू धेरै खोजिरहेको हुन्छ, तर सिकेको मान्छे खोज्छ कामको लागि। आदरणले चाहिँ सिक्नु भएको, मैले चाहिँ सिकेको छैन। त्यसैले उहाँ सिकेर कहीँ स्टोरमा गर्न पाइन्छ कि भनेर चाहिँ म सिक्न जानु लागेको। मेरो दादाले गीत गाउने धेरै रुचाउनुहुन्छ र गीत गाइराख्नु भएको। म ब्लग चाहिँ मेरो रुमदेखि नै स्टार्ट गर्ने भनेको थिएँ, तर म बसेको रुमको मुनितिर चाहिँ धेरै होमलेसहरू बस्छन् क्या। त्यहाँ धेरै होमलेसहरू बस्छन्। यसरी म तिनीहरूको छेउमा लगेर जाने भने कसले टिपेर कहाँ लाग्छ थाहै हुँदैन। त्यही डरले पनि मैले चाहिँ भिडियो स्टार्ट चाहिँ यहाँदेखि गरेको। यहाँ चाहिँ होमलेसहरू छैन। यहाँ यस्तो राम्रो ठाउँ छ, सफा छ, मान्छेहरू पनि धेरै छैनन्। यस्तो राम्रो ठाउँहरू छ। हेर्नुहोस् बिल्डिङ, हेर्नुहोस् कति ठुलो बिल्डिङ छ। यहाँ कस्तो हार्ट सेप बनाएर रहेछ है, मुटु बनाएको छ गाइस। तालचाहरू बाँधा रहेछन्, कस्तो राम्रो छ है। लभ जोडीहरूले लगाएको लग खै लग मात्रै हो कि तिनीहरूको सक्सेस हुने हो कि हुने होइन। यहाँ त मान्छेहरूको लभ पर्नुभन्दा बढी ब्रेकअप हुन्छ। यहाँ एउटाले बे कति धेरै गर्छ, छोराछोरी जन्माउने, बे गर्ने, डिभोर्स गर्ने, अनि अरू केटी मन परेपछि अर्को बे गरिन्छन्। तपाईँ पनि त्यही गर्ने, एउटा बे गर्ने पाल्ने, अरू चाहियो। ठिक छ हाम्रो बे कहिले हुने हो त? बे पो कहिले हुने हो? यो ठाउँलाई फिल्म के भन्छ नि यो ठाउँलाई? दादा यो ठाउँलाई के भन्छ? यो ठाउँलाई मार्केट स्ट्रिट। त्यो सानो गाडी छ नि, त्यो सानो गाडी चाहिँ यहाँ गाडीहरू स्टप नभएको ठाउँमा पनि स्टप गरेर हुन्छन् होइन, पार्किङ गरेर हुन्छन्। तिनी पार्किङहरूलाई चिट हान्छ। यहाँ सुविधा चाहिँ सुविधा हो क्या। साइकल राख्नलाई पनि यस्तोरी बनाइदिएको हुन्छ क्या, कस्तो राम्रो है। साइकल चोरी पनि हुँदैन, यस्तोरी कस्तो राम्रो तरिकाले बनाइदिएको हुन्छ क्या साइकल राख्नलाई पनि। भाग्दैनन् गाइस, यस्तो राम्रो छन् कि भाग्दैनन् गाइस। टेस्ला साइबर ट्रक बुलेट प्रुफ, यो त घामले पनि हिँड्छ। यो चार्ज गर्नुपर्छ। यस्तो खतरा छ है गाडी, कस्तो बब्बाल छ यो, मलाई मनपर्छ। हजुरलाई पनि मनपर्छ कि? बसहरू पनि कति ठुलो हुन्छ, कति लामो हुन्छ बस। यिनी सबै जति पनि घर देखेको छ नि, यिनी सबै काठको घर हो है। यो घरहरू सबै काठको घर हो। कस्तो राम्रो घर छ। फाइनली 35 मिनट हिँडेर सपमा आइपुग्यो। धेरै टाढा रहेछ यो हाम्रो रुमबाट त, धेरै टाढा छ। 35 मिनट हिँड्नु पर्दो रहेछ। उतै पारी छ, उतै पारीको सप हो। आज फर्स्ट टाइम मैले स्टोरको काम गरेँ। योभन्दा अगाडि चाहिँ म होटलमा काम गर्थेँ। आज मेरो फर्स्ट एक्सपिरियन्स हो है होटलको, स्टोरको। अनि स्टोरको काम पनि गाह्रै हुँदो रहेछ। होटलको काम त गाह्रो लाग्थ्यो, तर स्टोरको काम पनि गाह्रै हुँदो रहेछ। कस्टमर आउँछ, कस्टमर आएर रक्सी वाइन माग्छ। आफूले जानेको वाइन र रक्सीको नाम थाहा छ भने, आफूले देखेको छ भने सजिलै भेटिन्छ, नतरी भेटाउने गाह्रो हुन्छ। अब भेटाउने कसरी गाह्रो हुन्छ भनेपछि हजुरलाई भन्ने हो भने यहाँदेखि स्टार्टिङ छ। कति हो कति, यहाँदेखि स्टार्टिङ भएर पारीसम्म वाइन
र रक्सी एक्लै छ। अब एउटा भए, दुईवटा भए, 20वटा भए, 25वटा भए, मान्छेले नाम कन्ट्याक्ट गर्छ। यहाँ हजारौँ रक्सी छ, हजारौँ वाइन छ। कस्टमर आउँछ, एउटा वाइनको नाम भन्छ, नजानेपछि यता कता खोज्ने कता। अनि कुनै वाइन सस्तो छ, कुनै वाइन महँगो छ, कुनै रक्सीहरू $1000सम्मका पनि छन्। $1000 भनेपछि नेपालको अब हजुरलाई थाहै नै छ, चान्चुनी 1.5 लाख नै समथिङ पुग्न जान्छ। अनि यहाँ धेरै महँगो रक्सीहरू पनि हुँदो रहेछ कि स्टोरमा काम गर्न पनि त्यति सजिलो चाहिँ हुँदो रहेनछ। स्टोरमा काम गर्न पनि गाह्रै हुँदो रहेछ। मेरो केही साथीहरू छन् स्टोरमा काम गर्छन्, तिनीहरूले सजिलो छ भन्छन्, तर तिनीहरूले खै किन सजिलो छ भन्छन्, तर मलाई चाहिँ अलिक गाह्रो नै लाग्यो है। आज पहिलोचोटि स्टोरमा काम गर्दाखेरि सामानहरू मिलाउनु पर्ने, सामानहरू सबै डेट एक्सपायर भएका सामानहरू हेर्नुपर्ने। अनि रक्सी मात्रै भए नि हुने हो, रक्सी बाहेक ग्लोसरीको सामानहरू पनि पुरै छ। ग्लोसरी मात्रै नभई जुसहरू पनि, वाइनहरू पनि, यता पनि पुरै यति धेरै छ कि यति धेरै छ, मान्छेले कसरी याद राख्छ म आफै अचम्मै पर्छु। हुन त बिस्तारै बिस्तारै काम गर्दा जाँदा थाहा भइहाल्छ, तर स्टार्टिङमा चाहिँ जो मान्छेले पनि पहिलोचोटि काम गर्दा लास्टै गाह्रो हुँदो रहेछ। मलाई नि आज गाह्रो लाग्यो।